हेलो नमस्ते। ल आज फेरि बुढेर म चाहिँ फेरि यहाँ यसो घुम्न जानु लाग्यो है। बुढेर जानु लाग्यो यसो छुट्टीको दिनमा यसो आइल्यान्डतिर यसो फ्रेस हावा खान जानु लाग्यो है। ल ठुलो सिप आयो रहेछ। ल स्टार्ट फेरिमा चाहिँ यहाँ स्टार्ट फेरि आइपुग्यो। हामी चाहिँ स्टार्ट फेरिमा गएर चाहिँ स्टार्ट फेरिबाट चाहिँ फेरि लिएर सेन्ट्रल जाने हो पर त्यो अग्लो बिल्डिङतिर गएर फेरिसम्मतिर अनि अर्को एउटा आइल्यान्डमा जाने होलिडे यहाँबाट चाहिँ सेन्ट्रल जाने। फेरि वेटिङ भयो है स्टार्ट फेरिमा सेन्ट्रल। त्यहाँबाट फेरि सेन्ट्रलबाट फेरिमा जान्थ्यो। हेर्दै गर्नु है तपाईँहरूलाई देखाउने छु आजको टुरहरू। मेरो बुढीले यहाँ फेरि फुल भेटा फुल भनेपछि मनपर्छ उसलाई है। Now here nearly 7:30. We are still doing swimming here in Chungchao Island. Chungchao Island मा चाहिँ हामी यहाँ राति डिनर खाएर चाहिँ यहाँ हिँड्दैछौँ। ल है सी फुडहरू पाइन्छ। ल यस्तो दामी ठाउँ यहाँ आएर बस्ने त्यो बसेर ल के हो बुढी यो अम्लाको बोट अम्ला हेर्नु त। हिँड्दै आएको हामी चाहिँ है। यो पुरा राउन्ड हुँदो रहेछ। यहाँ चाहिँ फेरि यस्तो ठाउँमा यस्तो ओत लाग्ने ठाउँ है। गनी भयो भने शीतल हो नि, पानी पर्यो नि ओत लाग्ने ठाउँबाट यस्तो बनाइदिएको। आएको बस्ने ठाउँ है, ओत लाउने ठाउँ। टट्ट बसेर फिसिङ गर्न पनि मिल्दो रहेछ यो यहाँ बसेर पानी बढ्ने बेलामा त होइन। माथि चढेर हेरौँ है। ल यहाँ माथि चढेर हेरौँ होइन कस्तो हुँदो रहेछ, कस्तो देख्दो रहेछ, के बनाएको रहेछ यो चाहिँ होइन। ल यस्तो मजाले बाँसको यस्तो बनाएर अहिले चाहिँ यहाँ बसेर चाहिँ बेस भ्यू हेर्ने ठाउँ रहेछ। ल ए सट्ट ड्रिङ्क्स राख्ने यहाँ होइन। ड्रिङ्क्स राख्यो यसरी लगाएर यस्तो दामी ठाउँ। भर्याङबाट झर्दैछ केयरफुल है। अलि ठाडै छ भर्याङ चाहिँ। यस गुड। स्यामसङ S25 अल्ट्राको जुम टेस्ट गरौँ है कतिसम्मको क्लियर देख्दो रहेछ है। फुल जुम गरेर नब्याक त्यही पर्छ यो चुङचाउबाट चाहिँ यहाँ लामा आइल्यान्डको चाहिँ लिएको।
नास्ता म्याकडोनल्ड है। यहाँ साह्रै भोक लाग्यो, माथि हाइकिङ गरेर आएर अन्त लन्च। यहाँ चुम्चाबाट चाहिँ अब ब्याक टु सेन्ट्रल जाने यो सिपमा चाहिँ सनफेड यो चाहिँ चुम्चाउ फेरीबाट चाहिँ यहाँ सिटभित्र सिरेको है। पछाडि बसी हुन्छ, पछाडि जाऊँ। हामी चाहिँ चुम्चाउबाट ब्याक टु सेन्ट्रल अब फेरीमा